Hello everyone, welcome back to my YouTube channel. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म चाहिँ एकदमै बिसन्चो छु किनभने चाहिँ जोड र मार्कले एकदमै साह्रो बनाइराको छु मलाई चाहिँ साउन्डमा अनि चाहिँ एकदमै साह्रो बनाइसक्यो त्यही कारण चाहिँ मेरो भ्लग एक दिन नआएको अनि चाहिँ मेरो YouTube च्यानलमा चाहिँ 100 सब्स्क्राइबर कम्प्लिट भइसकेको छ अनि म धेरै खुसी पनि छु दुखी पनि छु किनभने एकदमै जिउ एकदमै धेरै बिसन्चो भएको कारणले चाहिँ अनि चाहिँ मुकबाङको भ्लग चाहिँ एक दुई दिनपछि चाहिँ हाल्नेछु है एक दुई दिन पर्खिदिनुहोस् हैन अनि मुकबाङ भ्लग छिटो नै आउने छ हैन गाइस अनि चाहिँ आजको भ्लग पनि हेर्दै जानुहोस् के छ कस्तो छ हैन सब्स्क्राइब लाइक सेयर गरिदिनुहोस् हैन र अनि म चाहिँ ज्वरो यस्तो बिसन्चो भइरहेको छ जिउ हैन एकदमै साह्रो बनाइरहेको छ एकदमै और अभी तो रुको क्लाइमैक्स अभी बाकी है छैन चाहिँ आइपुगेको छ यहाँ आयो भने न सो गाइस यो मान्छेले चाहिँ मलाई काम सघाउँदैन भन्छ है अनि काम सघाउँदा पनि मैला गर्यो भन्छ यहाँ ओछ्यान नपट्टाइदियो अनि चाहिँ हतार उठाएर हतार उठेर चाहिँ ओछ्यान पटाउँदैछ हो अनि अरू बेला मैले काम अरू बेला मैले काम गर्दा चाहिँ छैनहरू कहाँ गएको बेलामा चाहिँ मैला काम गरेँ भन्छ अन्त अहिले चाहिँ सघाउँदैन भन्छ काम हो गाइस यस्तो छ हो यस्तो रड्डी छ एउटा राम्रो काम गर्दैन हो काम पनि हतार त्यो भस्छ न चाहिँ मैला बडाले भरे मैला छोड्दै हिँड्छ हो बेडहरू मिलाउनु पनि जान्दैन बाङबाट टेरो आमा दामी मिलाउँछ हाउडे नदिने खानु भने पहिला जिब्रो पर्खाइहाल्छ हाउडे दिवस हो यस्तो खालको हो सो गाइस म चाहिँ यहाँनिर आइरहेको छु कि खास चाहिँ मैला डढाउँदैछु अनि यहाँ त हाम्रो यहाँ डल्ले खोर्सानी चाहिँ मजाको हुँदै रहेछ होइन अन्त बोट चाहिँ दुइटै छ कि तर पनि डल्ले खोर्सानी चाहिँ मजाले भइदिँदैछ कि यहाँ चाहिँ म मैला डढाउँदै यता घुम्नु आइरहेको छु नि त हो आज चाहिँ पुरा घाम लागेको बिहान चाहिँ पुरा घाम लागेको थियो फेरि एकैछिनमा घाम हरायो अमुक धुवा चाहिँ बिग्न आएको हो गाइस अनि चाहिँ आज चाहिँ हेर्नु गाइस म मैला डढाउँदैछु हो अनि चाहिँ यहाँनिर चाहिँ मैला डढाउँदै बसिरहेको छु घाम एकछिनमा जान्छ फेरि आयो कस्तो चट्यान घाम लागिरहेको छ आज चाहिँ अनि म चाहिँ ज्वरो आएर एकदमै मतलब कि त्यति बिग्न पनि ज्वरो आएको चाहिँ होइन ठिकैको आउँदै जाँदै गर्छ घरि एकैछिन आउँछ फेरि एकैछिनमा जान्छ ज्वरो चाहिँ अनि भर्खर दबाई खाएँ किन मैला डढाउन आएको अनि यहाँ चाहिँ सिस्नु थियो क्या मैले एकदमै फालिदिएँ भाटाले हो यहाँ त झर्छ मैला फेरि
यहाँ बस्छ यहाँ मजाले बस अरे अब यस्तो राख्छु साह्रो मैदा मैले यति साह्रो मैदा छ कि दिन्छु अनि मैदा बस्छ बेड मुनि बस्छ अन्त निकेर है किन भन्दा भाग्नु भाइ नभाइ यस्तै भाग्नु चाहिँ राति च्याम्पु सानोदेखि नुहाइदिन बानी गरेको तर पनि नुहाउनु मान्दैन क्या अब कस्तो चाहिँ होला जस्तो अब कस्तो भएन पनि नुहाउनु मान्दैन बिहान मजाले ध्यान यति साह्रो मैला पर्छ मजाले उभियो त्यहाँ भन्दै यहाँ चाहिँ खाली भाषा खाली अरे मौनु पनि एकछिन के एकछिन बस आकाशमा गएर बहिनी अब कति चाहिँ शीतल हुन्छ मैलो गरेर अन्त त्यसरी नआइदिन्छु यहाँ जा अब ढिला बहुत तेज हो रहा है बहुत तेज हो रहा मेरो त जिउभरि पानी छर्किदियो साललाई अन्त गाइस त्यो गरममा मैले सफा बनाइदिएँ यहाँ त डिङ्गे अब कस्तो दामी टल्किन्छ कि यो कस्तो मैला भएर बस्छ गरम भएको बेलामा यहाँ डल्लै मलाई पनि भिजाइदियो क्या हेर्नु नि मजाले पानी छर्किँदै बसिरहेको छ सो गाइस तपाईँलाई एकछिनमा भेटौँ है म गरम भयो पुरा अनि यसलाई केले पुसिदिन्छु हौ यसलाई मजाले पुसिदिन्छु अब डिङ्गेर साह्रो उयो भयो अनुहारभरि पानी छर्किदिनु डिङ्गे डल्लै भिजिरहेको छ डल्लै कस्तो अनि डिङ्की चाहिँ नुहाएर चाहिँ एकदमै सफा भयो हाँस पनि यहीँनिर रहेछ हौ गाइस हेर्नु त यहाँ डिङ्के यहाँ हेर्नु त उल्टा चिटिक्क भइरहेछ डिङ्के चाहिँ अब सुक्यो भने त दामी देख्छ कि गाइसहरूलाई नुहाउनु मान्दैन र अब त नुहाउनु मान्दैन टाउको दुखिसक्यो के हो त्यो चस्मा कहाँ रह्यो के पो रह्यो मार्की पनि लागिरहेछ गाइस म चाहिँ अब घरबाट निस्केको कुद्नु अनि ज्वरो चाहिँ मेरो एकदमै सन्चै भएको छैन क्या म चाहिँ भर्खर दिदिन उठेको होइन अब चाहिँ म गएको प्र्याक्टिसमा अनि चाहिँ घाम त्यत्तिकै लागिरहेको छ क्या अब चाहिँ तल गएर भेटौँ है त डिङ्की र भाइ चाहिँ कहाँ आएको पछि आइज डिङ्की र भाइ पनि जाँदैछु म सँगसँगै क्या सँग चाहिँ हावा ढाडा आइपुग्यो होइन
उकालो उकालो आउँदा भिडियो बनाउनु साह्रो पर्छ भनेर ओह्रालो पनि बनाइदिएको। गाइस म चाहिँ यहाँ तल आइपुगिसकेँ। अबसम्म कुद्दै उकालो जान्छु। कुद्दै ओह्रालो आएको अनि कुद्दै पनि उकालो जान्छु होइन। अनि तपाईँहरू सबैजना माथि गएर भेटौँ। यत्रो तल आइपुगिसकेँ। अहिले जान्छु। अलिक साह्रो पर्छ त्यही कारणले भ्लग बनाउँदिनँ म बाटोमा। घाम हिँड्नु कति डरलाग्दो घाम लागिरहेछ। कुद्नु एकदमै गाह्रो। गाइस आज चाहिँ हाम्रो घरको किचनको छाना Morsan kostar det ju. हजुर मैले बनाएको झालमुरी चाहिँ मजाले खाँदै बसिरहेको छ। होइन कस्तो भएछ झालमुरी? मिठो भएन छ। खाएर त्यस्तो भन्नु पऱ्यो नि होइन ग्यास मिठो भएन त भन्नु पऱ्यो नि। हामी चाहिँ झालमुरी खाँदै बसिरहेको छौँ। झालमुरीमा चाहिँ पिरै छैन तर होइन छैन सबैलाई पनि न्यु 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 मात्रै खोज्नुहुन्छ। फेरि चाहिँ घोप्टायो मेरो। घोप्टेको छैन अघि घोप्टेको थियो। हाल्नु रिस बजार आएर चाहिँ तर बजार चाहिँ आज चाहिँ सबै बन्द छ है। अर्कोले भन्छ उताबाट जाउँ भन्छ, अर्कोले भन्छ सिधाबाट जाउँ भन्छ। नजाने अरे नजाने अरे